नमस्कार। अहिले हामी लोक संस्कृतिका धरोहर पुरुषोत्तम नेउपानेज्यूको घरमा छौँ र चाहिँ उहाँको घरमा अन्नपूर्ण सोलर वाटर हिटर आज जडान भएको छ। हामी प्रयोगकर्ताको हिसाबले उहाँसँग 10 वर्षमा 20 वर्षमा 30 वर्षमा यसले के कस्तो काम गर्यो, कति सन्तुष्टि प्राप्त गर्नुभयो भनेर हामी उहाँसँग प्रतिक्रिया लिने नै छौँ। आज भने पोखरामा विभिन्न विदेशी सोलरहरू, लोकल सोलरहरू, स्वदेशी सोलर मध्येका विभिन्न सोलरहरू मध्ये अन्नपूर्ण सोलर नै उहाँले कसरी एउटा संयोग मात्रै हो कि सरासर गएर किन्नुभएको हो कि चाहिँ के छ विचार उहाँको अन्नपूर्ण सोलर हिटर यहाँ आउनुमा, हामीले सेवा गर्ने अवसर पाउनुमा के छ विचार राखिदिनु हुन आदरणीय पुरुषोत्तम नेउपानेज्यूलाई म आग्रह गर्छु। सम्पूर्ण दर्शक महानुभावहरुमा हार्दिक नमस्कार। मेरो परिचय नारायण वास्तोला सरले गराइसक्नु भएको छ। वास्तवमा मैले सोलर जोड्ने क्रममा अहिले नयाँ प्रविधिमा विदेशी सोलरहरू पनि नपाएको होइन, तर पनि एउटा स्थानीय लेभलमै निर्मित उहाँ आफै पनि एउटा दक्ष प्राविधिक भएको, यही प्राविधिक क्षेत्रमा इन्जिनियरिङ गर्नुभएको र पोखरामा रहेको अन्नपूर्ण सोलर मैले जोड्नुपर्छ, यसको टिकाउ क्षमता पनि बढी छ र आफूले चिने जानेको एक किसिमले उहाँ नारायण वास्तोला सर एउटा स्रष्टा पनि भएको कारणले, गीतकार पनि भएको कारणले अलि धेरै लामो समयदेखि उहाँसँग यो साङ्गीतिक सहकार्य पनि भएको कारणले गर्दाखेरि व्यावसायिक सफलता पनि आफ्नो परिचयमा आफू चिने जानेकामा एकातर्फ व्यावसायिक सफलता पनि दिनुपर्छ, उहाँले व्यवसायमा प्रगति गर्नुपर्छ भन्ने ठाने। अर्को कुरा, मैले यो सोलरको बारेमा अलिकति माइलेज पाएको वरिष्ठ गायिका हरिदेवी कोइराला दिदीकोमा, आदरणीय प्रजापति दाईको कुरामा, आदरणीय पदमराज ढकाल सरको घरमा पनि सोलर प्रयोग गरिएका र उहाँहरूबाट पनि राम्रो छ भन्ने सन्देश पाएको हुँदाखेरि उहाँसँगको चिनजान मात्र होइन कि यो अन्नपूर्ण सोलर राम्रो छ भनेर मैले यो सोलर नै प्रयोग गरेको हुँ। आशा छ नारायण सरले एकदमै राम्रो गराउनु भएको छ, यसको माइलेज पनि राम्रो आउनेछ, धेरै टिकाउ पनि हुनेछ र यहाँहरूले पनि प्रयोग गर्न चाहनुहुन्छ भने अन्नपूर्ण सोलर नै प्रयोग गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद, नमस्कार। धन्यवाद सर।